के छ हालखबर तपाईँहरूको सबै सन्चै हुनुहुन्छ होला र आजको यस भिडियोमा म हजुरलाई सीमा कुन कुन रिसोर्सेस लिँदा बेटर हुन्छ किनभने मार्केटमा एकदमै रिसोर्स एभाइलेबल छ। विद्यार्थीहरू कन्फ्युज भइहाल्छन् कि कुन लियो नलियो, त्यसैमा टाइम गइहाल्छ। त्यसको लागि हजुरलाई सिम्पल वेमा म हजुरलाई कुन कुन रिसोर्स लिँदा राम्रो हुन्छ त्यसको बारेमा यस भिडियोमा भन्नेछु। त्यसको लागि हजुरले पहिला त च्यानललाई सब्सक्राइब गरिदिनु होला फर मोर इन्फर्मेटिभ भिडियोजको लागि। त्यसपछि अब कुनै पनि नदेरी गरी हामी स्टार्ट 12 सकेपछि मगाएको थिएँ म। त्यसबेला मैले नेमको मोड्युल मगाएको थिएँ काठमाडौँबाट, किनभने म जनकपुरमा पढ्थेँ। त्यसको लागि काठमाडौँ जान पनि कठिनाइ थियो र त्यसको लागि मैले नेमेको जुन बिल्डिङ छ त्यहीँबाट कन्ट्याक्ट गरेर नेमको मोड्युल मगाएको थिएँ। त्यसपछि सेकेन्ड नेमको मोड्युल हेर्न सक्नुहुन्छ फोटो, किनभने मैले आफ्नो विभिन्न मोड्युल्सहरू आफ्नो साथी र भाइहरूलाई दिएको छु, जसले गर्दा म त्यो अहिले ल्याउन त सक्दैन। र सेकेन्डमा मैले लिएको थिएँ पिसिबी डाक्टर मिलनको, जुन मैले लिएको थिएँ चैत वैशाखमा फाइनल इक्जाम आउन थाल्यो त्यो 12 को। त्यसको 3-4 विक पछाडि मगाएको थिएँ, यहाँ हेर्न सक्नुहुन्छ। र थर्डमा मैले कम्प्लिट सोल्युसन लिएको थिएँ काठमाडौँमा, जब मैले होस्टेलमा तयारी गरिरहेको थिएँ। त्यसै बेला मैले जब मेरो 80देखि 90% कोर्स कम्प्लिट भइसकेको थियो त साउन्डतर्फ लिएको थिएँ कम्प्लिट सोल्युसन। हजुर कम्प्लिट सोल्युसन लिनु अथवा समीक्षाको पिवाइक्यू सिरिज लिँदा हुन्छ, जुन च्याप्टर वाइज बुक आउँछ समीक्षाको त्यो लिँदा हुन्छ। कम्प्लिट सोल्युसन मैले लिएको रिजन हो कि मलाई लागेको थियो भादौमा इक्जाम हुन्छ होला, त्यसको लागि टाइम म्यानेजमेन्ट मेरो अलि विक थियो। त्यसको लागि मैले कम्प्लिट सोल्युसन लिएको थिएँ र त्यसको लागि मैले लिएँ। हजुरहरूले अहिले टाइम छ, हजुरलाई अहिले धेरै टाइम छ भने हजुर समीक्षाको पब्लिकेसन बुक लिँदा अहिले हुन्छ र बादमा कम्प्लिट सोल्युसन अथवा त्यो लिँदा नहुँदा पनि राम्रै हुन्छ, किनभने समीक्षामा पनि पिवाइक्युज हुन्छ तर च्याप्टर वाइजमा। तर कम्प्लिट सोल्युसनमा हजुरलाई 3 आवर्सको मोडल सेट जसरी दिएको छ। र फोर्थमा म लास्टमा जब हजुरलाई सबै कुरा भइहालेको हुन्छ त्यसबेला हजुर जिआरबी जुन जुलोजीको हुन्छ त्यो लिँदा हुन्छ। त्यसमा इम्पोर्टेन्ट क्वेसनहरू गर्दा हुन्छ, जुन हाम्रो सिलेबस नेपालको कन्टेक्स्टमा छ त्यो क्वेसनहरू गर्दा राम्रो हुन्छ। त्यसमा पिआइक्युजहरू हुन्छ निटको, त्यो लिँदा हुन्छ। र लास्टमा म भन्न चाहन्छु हजुरहरू जुन सी मोडल टेस्ट दिनुहुन्छ शनिबारको, त्यो कसरी एटेम्प गर्ने र क्वेसनहरू कसरी माइन्ड मेकअप गर्ने कि यो क्वेसन कसरी एटेम्प गरौँ त्यसको बारेमा भिडियो चाहियो भने कमेन्ट गरिदिनु होला। र अझै केही इन्फर्मेटिभ कुनै डाउट छ अथवा भिडियो चाहियो डिटेलमा, त्यसको लागि हजुरले कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला अर्को भिडियोमा अर्को नयाँ च्याप्टर अथवा नयाँ टपिकमा। ल आजको लागि यति नै, बाई बाई।